for everything sports. The IPL is happening right now, and if you don't want to miss a single moment, match update, or breaking news, download the app today or visit the official news website. Use the promo code shown on the screen to unlock exclusive offers. चलो भाइ ए भाइ हजुर माइलो दाइ को भन्ने चिनिया छ तैँले किन नचिन्नु हजुर भनेको टिकटकको भिखारी हो त्यही त हो तपाईले सधैँ हामीलाई चाहिँ अपमान गर्नुहुन्छ है अपमान गरेको होइन हजुर आफैले पैसा माग्नु भएको रहेछ त लाइभमा 1000 रुपैयाँ एउटाले मात्रै हानि हुन्छ कि धेरै पैसा पनि हान्न पर्छ अनि यसरी पैसा माग्नेलाई के भन्ने त माइलो दाइलाई नेपालको टप 1 होस्टर हुन् भन्दिए पनि केही फरक पर्दैन कि टप 1 होस्टर भन्नलाई पैसा पनि कमाएको हुनु पर्यो नि हजुरले 15 लाख रुपैयाँ मेरो मन्थली टिकटक इन्कम देख्नु भयो हजुरको कति हुन्छ कमाइ आज भएन नि कमाइ कमाइ भएन भनेर चुप लागेर बस्ने हो त आफ्नो भ्युअर्सलाई ट्याप गर्न लाउनुस् न ट्याप ट्याप गर्न त सक्नुहुन्छ तपाईहरुको हात भाँचिया छ यो तरिका अनि साच्चीकै हात भाँचेकाहरूले कसरी ट्याप ट्याप गर्ने त मोबाइल राख कन्ट्रोल यस्तो ट्याप गरौँ डबल ट्याप गर्न सक्नुहुन्न तपाईहरुले तमासा हेर्नुहुन्छ बसेर काका हजुर भविष्यको हुनेवाला हिरो अनि यसरी टिकटक लाइभमा आएर ट्याप ट्याप गर्दै बसेको अलि सुहाएन के रोनाल्डो जस्ता चाहिँ नपर विश्व खेलाडीहरु टिकटकमा ट्याप 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 गरेपछि हो नि अस्ति रोनाल्डो र मेसीले बिग म्याच खेल्दै थिए सुल्ती खाने पैसा पनि दिएनन् केटा छाडा बोल्ने आफ्नै भ्युअर्सलाई गाली गर्ने अनि दिन्छन् त यति पनि थाहा छैन टिकटकमा एउटा रमाइलो हो एउटा कन्टेन्ट हो रमाइलो कन्टेन्ट हो भनेर अनि भागुना बाबु सबैलाई जम्मा गरेर लाइभमा छाडा बोल्न दिनु हुँदो रहेछ खुले रन्डीको छोरा म्याच के फुटे अनि ब्रान्डेड बोका राडीको बान हैन भ्यूलाई फरक छैन जस्तो रन्डीका माशाला रन्डीका छोरा जा भाग काकी कता हुनुहुन्छ सम्झाउनुस् न काकालाई उताड गाली गरेछ उले अनि मैले के सुनेर बस्ने फेरि त्यही त हो नि त्यस्ता मान्छेहरूलाई लात हानेर निकाल्नुस् न लाइभबाट उले पहिला मुख छोडेछ अनि हामी किन नामर्द बन्ने फेरि मुख छोडेकालाई त जवाफ दिनै त पर्छ गरे उले गाली गर्ने आमा बहिनीको हामी चुपचाप बस्ने कि हामी नपुन्छको चुडा लाएर हिँड्ने भयो कि त्यसरी सबैको गाली खाँदै हिँडे त अरू भने त्यस्तै हो हजुरको डान्स चाहिँ कला छ है अहिले चाहिँ बलिउडमा छिरेको भए किक बक्सर पनि हो सबै हो डान्स पनि गर्न जान्ने गाउन पनि जान्ने ठुलो भविष्य थियो पुण्य दाइ के हो पैसा चाहियो कि क्या हो फेरि टिकटक लाइभमा ज्याकी च्यानको जस्तो किक छ हेर्दा पनि राम्रो आर्मीमा पनि झन्डै सेलेक्ट भएको भनेपछि तपाई त वास्तवमा उहाँले कन्टेन्ट होस् भनेर झुटो प्रशंसा गर्दै हुनुहुन्छ काका मखै फुरिसक्यो बुढो भइसक्यो दारी फुरिसक्यो तर बुद्धि भनी यति छैन यति अस्ति फिल्म बनाउने भन्दै हुनुहुन्थ्यो अब फेरि किताब निकाल्ने अरे किताब सधैँको लागि ए किताबै निकाल्ने माइला दाइ शिवजी खरेल टिकटक स्टारको अमर कहानी अमर कहानी हो अथवा जीवन कहानी भने पनि अमर कहानी भन्दा जीवन कहानी कि राम कहानी अरे जीवन कहानी चाहिँ ठिक हुन्छ कि कहाँ राम कहानी भन्ने पुण्य दाइले पहिला यस्तो भन्नुभएको थियो के भन्ने आफै अगाडि लगाउने आफै फिल्म खेल्ने आफै डुब्ने अहिले फेरि फिल्म बनाउने कुरा निकाल्दै हुनुहुन्छ एकजना दयाङ राईसम्म सोच्नुपर्छ किनभने दयाङ राई भएपछि राई लिम्बू जनजाति हेर्दै बढी हेर्छ सलमान खानसम्म पनि सोच्ने हो कि अनि पुरै इन्डियनले पनि हेर्छ तपाईँ त त्यो निलो फिल्म खेल्नु लाग्नु भएको छ रे त तिमी नेपालमा छौ म यहाँ छु कोसिदेखि फिल्म खेल्नु तिमी चाहिएनौ खेल्नको लागि यो र माइला डनको बेड सिन बनाउने कि नबनाउने हो कि त निलो फिल्म खेल्नु पर्यो नभए दुईजनाको बेडसिट निकालेपछि हेर्ला नत्र हेर्नेवाला छैन फिल्म कसले हेर्दैन माइलाले के गरेछ भने दुश्मनले पनि हेर्न जान्छ साला एकचोटि गाली गर्न भए पनि जान्छ गाली गर्नु भए पनि जान्छन् तर हल बाहिरबाटै गाली गरेर फर्किन्छन् भित्र छिर्नेवाला छैन एउटा हिरोइन हामीले खोज्न पर्छ कि प्रियङ्का कार्की फिक्स गर्नु प्रियङ्का कार्कीलाई लिन पर्छ बिउलाई क्यान्सल होइन बिउलाई पनि लिने तर दुईटी हिरोइन चाहिन्छन् You're taking a big risk. एउटी घरवाली एउटी बारवाली दुईटी चाहिन्छ दुईटा हिरोइन चाहियो भनेपछि आफूलाई के सलमान खान थान्नुहुन्छ कि क्या नेपालको सलमान खान हो म पनि सलमान खान त हिरो हो नि हामी पनि त टिकटकको हिरो हो ट्रोल होस् टिकटकको सलमान खान होम जो म जबरजस्ती सलमान खान हुम भनेर हुन्छ ऐना देखाइदिउँ सलमान खान भन्दा कम छु र म त्यो त हुनुहुन्न त्यही भएर केटीहरूको लाइन छ हजुरको पछाडि कहानी हो भने तपाईँ भन्दा राम्रा ब्युटिफुल केटीहरू अगाडि पछाडि लिएर हिँड्न सक्छु तपाईँले चाहे पनि कोही केटी आउँदैन किन आउनु छैन पर मरियो त अब फेरि अब आउँदैछ अब हेर्नुहोस् 1-2 दिनपछि फेरि हङ्गामा हुन्छ एउटा अब फेरि एउटा नयाँ केटीसित मेरो लाइफ चल्छ मोबाइल तपाईँ अरूसँग नजिस्ने सिपच्ने कि तपाईँ मेरो तर हजुर र बिउको जोडी अलि सुहाउँदैन भन्छ नि बरु बिउको जोडी मसँग कस्तो हुन्छ हाइट पनि मेरो छ रिङमा हेर्नु त बिउलाई कसले घुमाउँछ माइला दाइकी म हेन्सीसँग कि माइला दाइसँग माइला देवीसँग नि कस्तो कुरा गरे ल देख्यौ हेन्सी अनि हेन्सीले त बिउलाई बिहे गर्छु भन्दै छ यति पनि दिन बिग्रेको छैन कि डेढोसँग बिहे गर्नुलाई बरु अपाङ्गोसँग बिहे गर्छु माथि चढ्नु नसके पनि बालै भएन बुझिस् नि आफै चढाउँछु आफै चढ्छु गर्यो डेढोलाई गर्दै यसरी एक ठाउँमा अर्को ठाउँमा हाल्ने मुजी त यो बाउ हाम्रो हेन्सी भाइ त बोल्नै छोड्नु भयो बिउमा माथि खिदा छ दाइ तपाईँको डरले मात्र नबोलेको कि त्यो बकवास नगरे बोका कारमा घुमाउँछु बिउलाई तिम्रो सक्कल हेरेर चाहिँ पर हट्छ अनि कहाँबाट घुमाउँछौ तिमीले बिउलाई बिउलाई चाहिँ तपाईँ घुमाउन पाउनुहुन्न कि बिउलाई चाहिँ म घुमाउँछु क्या दाइ रिङमा हानी दिएर भागुते माटो कुनै भागुते भाग यहाँबाट साला रन्डिका भेगुटा साला भन्छ साला हरामी साला रन्डिया बाउको उमेरको मान्छेलाई भागुते भन्ने हो ल माइक माग्नु पर्यो मुखबाट निक्लिया होला एकचोटि सरी भन्दियो सरी भन्नु रे भाग यहाँबाट चोत कौवा साला भेले मुजी माछ खिलाउने
सरी भने माछिकिन रन्डीको छोरा कालो काग माछाला चोर डेढे माछाला कुरीमुखीको बान कौवा साला माया चिक्ने कौवा कहाँ से आते कसैले पनि त्यो हिरोइन माथि आँख लगायो भने ठोकिदिन्छु साला सामुन्ने आयो गोर्खाली तँसाले के नआएको यहाँ फेरि कसले बोलायो तँलाई मेरो लाइफमा मैले बोलाएको नि त मैले बोलाएको बिउको नयाँ बोयफ्रेन्ड सक्छौ भने घर बिउलाई पटाएर देखाउ त जाऊ जानु त तेरो दाइले अब के गर्छ हेर सक्छौ भने पटाएर देखाउ न तिमीले जाऊ कुरा गरौँ न एकछिन को होला हजुर म करोडपतिको छोरा हो कता कता देखा जस्तो लाग्यो मैले दिस गर्ल इज असम ओके एउटा कुरा भनौँ भन त तपाईँलाई म मनपर्छ यस ओ माई गॉड आई लभ यु ओके फेरि भन्दैन मैले सुनिनँ आई लभ यु आई लभ यु ओके फेरि जिब्रो लामो गर त एकचोटि चेक गरौँ हेर त ब्रो हेर त ब्रो त्यस्तो नगर्ने गर के काका बिउ अरू केटासँग मस्किएको देख्दा हजुरलाई कस्तो लाग्छ जलस हुन्छ त्यससँग म बोल्नु त्यसको बुढी हो म मेरा विरोधीहरूसँग गएर हाँस्ने मस्कनी नगर मलाई मन पर्दैन रिसाउ भाइ रिसाउ नगर यार केटीको चक्करमा रिसाइरहेछ के तिमीलाई पसन्द छ भने लिएर जाऊ यार मैले थोडी रोकेको छु यार लिल बुद्धले फेसबुक लाइभमा बिहा गर्छ तिमीलाई बिहा गर्ने तिम्रो औकातले पुग्दैन भाइ चुप लागेर बस आज तपाईँलाई त्यो चाहिँ चुम्मा चाटी जो आइरहेको छ नि भोलिको दिनमा त तपाईँलाई पनि त्यस्तै हुन्छ जो हामीलाई भयो मलाई नसिका म त तपाईँको माया लाग्छ हौ किन होइन होला यार म भनेको तपाईँलाई एकदम मनैबाट माया गर्ने मान्छे हो क्या ओइ सिरियसली तिम्रो सबै ठुलो छ हाम्रो खोडा लामो छ ए ल ए हो हो। त्यस्तो ए ठुलो छ म्याचिङ नि तपाईँको अरू ठुलो भए हुन्छ ओठ मात्रै त होला नि खोलेर देखाइदिउ हेर्नु पागल के भन्दो रहेछ एकछिन भिडियो कलमा बोलाउनु पर्ला जस्तो तपाईँलाई चेक गर्नु लाडो देखाइदिउँ तँलाई मेरो म्याचिङ लाइभमा देखा देखा उठ उठ देखा लाज लाग्दैन मुजी तिमीलाई ए म यतिकै राम्रो छैन हेर्नु न केही मेकअप छैन राम्री छु नि त भन्दा राम्री कुइरिनी छ मसँग रिसाइरहेछ के केटा मुजी नरिसा तर सरी भन्ने कि नभन्ने आम रियली सरी स्टप डोन्ट डु इट चुप हान्छ त बेबी नो 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 बेबी जाठा माया गर्नु नि नो फक यु के रे फक यु माचिक्ने मलाई मुख नछाड तुले माचिक्ने भन्दा के हुन्छ रिस उठ्छ यस बिच तिमीले अघि मलाई कस्तो मुजी भनेको त अनि तँलाई रड छोरा पनि भनिदिन्छु म त क्या रन्डीको माच रडको छोरी रामसँग बोल्ने नि फेरि छिनेर बोल्ने हो के खा मेरो रामसँग बोलेको बुझ्दैन खा भने बुझेनस् मा मुखसुख बढाइदिन्छु फेरि त्यहीँ आएर म आइज मा छिनेर बोल्ने मसँग बोल्दा भेट्ला चाहिँ फेरि मुजी रियल ग्याङ्स्टर हो हामी मा तपाईँ त ग्याङ्स्टर हुँदो रहेछ है कस्तो डर लाग्यो मलाई डरा मा डरा तपाईँको धम्कीले मेरो तलको रौँ पनि उठेन खुट्टाको बुझ्नु भयो नि मसँग खुकुरी छ खुकुरी खुकुरीको कुरा आइसक्यो यहाँ माई गड अहिले खुकुरी खानेवाला छ मुजी साला खाँदै सक्नुपर्छ माचिक्ने रन्डीको बा खुकुरी हान्दिन्छु रड बात रानीको बा पहिला तेरो बोली सुधार आउ समान आफ्ना दाइ समानका मान्छेलाई यसले चाहिँ नपरो खोरो खोरो मुख छोड्थी त्यस्तै केटी हो यो के भनेको एक नम्बरको गुन्डी केटी हो पागल निगेटिभ हो त्यो न पहिला सुध्रेको थियो न अहिले सुध्रेको छ न आउने 10 वर्षमा सुध्रिन्छ मैले कति सुधारेर यसलाई लाइनमा ल्याएको थिएँ हेर्नु त भ्यागुती अरे हजुरलाई तिमीहरूका बाउलाई यदि कसैले चाहिने पऱ्यो भेगुते भनिदियो नि तिमीलाई कस्तो लाग्छ भनाउ त त्यो भ्यागुती भन्नेहरूलाई भनिदिनुहोस् त काका हजुर को हो भनेर माइला दाइ भनेको बाघ हो बाघ साले भ्यागुते बहुत खराब छ कि तपाईँको बानी तपाईँ खत्तम आइले कत्रो भ्याएको त यार यसलाई भन्छ पा भ्याएको तक्र हो बाउ समानको दाइ समानको मान्छेलाई आएर भेगुते अरे ओइ भ्याएको त तेरो बाउ भेगी थियो माछा भेपेको मलाई पारा तात्या बेला झन् तताउँछ आएर साला चम्मको भ्याएको त रहेछ त्यो दाढी साडी उखाल्दिन नपरोस् बे अबे भ्यागुते भ्यागुता हैन नि त मेन्डोक भन मेन्डोक भ्यागुता हैन